अस्तिसम्म यलम्बर राजाको बारेमा थाहा छैन हामीलाई को हो त्यो यलम्बर राजा भन्ने मान्छेहरू। आज मैले स्ट्याटसमा हेरेँ यलम्बर राजाले भन्दा पहिला चाहिँ गोपाल वंश र महेशपाल वंशले राज गरेको हो रे। अनि त्यसपछि चाहिँ हाम्रो के भन्छ यलम्बर राजाले राज गरेको हो कि 1500 वर्ष। अनि त्यसपछि यति गोपाल वंशले राज गरेको थाहा रहेछ नि यलम्बर राजाले राज गरेको चाहिँ कस्तो थाहा नभएको तिमीहरूलाई। अनि अर्को कुरा गोपाल त्यो बेला चाहिँ गोपाल वंश चाहिँ किन भनिएको थाहा छ? यति कुरा पनि थाहा छैन भने गोपाल वंशले पहिलादेखि नै गाई पाल्दै आएको भएर उनीहरूलाई गोपाल वंश भनिएको। अनि महेशपाल भनेर किन त्यो जात दिएको थाहा छ? ऊ बेला चाहिँ गाई पाल्नेलाई गोपाल, भैँसी पाल्नेलाई महेशपाल भनेर चाहिँ जात दिएको कारणले त्यो बेला चाहिँ महेशपाल र गोपालले चाहिँ जुन शासन गरिरहेको थियो तिनीहरू दुईजनालाई जितेर अनि त्यसपछि हाम्रो यलम्बर राजाले चाहिँ राज गरेको हो। अनि त्यसपछि भनेको 1500 वर्षसम्म चाहिँ राज गरेको हो कि उहाँ के भन्छ यलम्बर राजाले। अनि अर्को कुरा भनेको चाहिँ एल भनेर जुन हाम्रो पाटनमा भन्यो भने चाहिँ एल भनेको चाहिँ यलम्बर राजाकै मार्फत एल भनेको त्यहाँ चाहिँ नाम राखेको चाहिँ यल भन्छ नि। अनि अर्को कुरा भनेको यस्तो कुराहरू धेरै छ होइन, इतिहासमा खोज्नु नजाने मात्र हो। अनि अरूलाई गाली गर्नुभन्दा चाहिँ अगाडि फर्स्टमा चाहिँ पहिला इतिहासमा खोजौँ। अनि अर्को कुरा भनेको राजा जुनसुकै भए तापनि सम्मान उत्तिकै छ। तर पनि अस्तिको कुराबाट चाहिँ यलम्बरको नाम लिने बित्तिकै अब जिउँदो नभएको यलम्बरको नाम लिँदा चाहिँ मान्छेहरू यस्तोसम्म छ, यदि जिउँदो भइदियो भए के हुन्थ्यो होला भन्ने हाम्रो मनमा चाहिँ आशंका आएको भएर चाहिँ हामी यलम्बर राजा को हो त के हो त भनेर हामीले सर्च गरेर पहिलादेखि नै पढिरहेको पनि भएर चाहिँ इन्ट्रेस्टेड भएर पनि हामीलाई चाहिँ यति कुरासम्म चाहिँ थाहा छ है त। त्यही भएर यलम्बर राजा भनेको अहिले हामी जुन बसन्तपुरमा जात्रा हेर्न जान्छौँ त्यहाँ खम्बामा राखिने मुकुट त्यो यलम्बर राजाको मुकुट हो भन्छ। थाहा छैन भने एकचोटि त्यहाँको बासिन्दालाई यसो बुझ्नुहोस्